गुड मर्निङ भ्युअर्स, आज हामी चाहिँ आइरहेको छु तपाईहरुलाई एउटा घर देखाउनु। 10 कट्ठामा छ घर, सालबाडीमा। जुन चाहिँ देख्नु हुँदैछ त्यो चाहिँ वाइन शप हो, सालबाडीको वाइन शप हो। वाइन शपबाट तपाईको चाहिँ छ एउटा घर 10 कट्ठामा। यही हो तपाईको घर चाहिँ 10 कट्ठामा छ। घर चाहिँ राम्रो छ। यहाँ तपाईले होटलहरु गर्न सक्नुहुन्छ, रेस्टुरेन्टहरु पनि गर्न सक्नुहुन्छ। 10 कट्ठामा छ। हेर्नुस् घरको यो चाहिँ यस्तो छ। हेर्नुस् घर चाहिँ राम्रो छ, लामो छ। यहाँ होस्टेलहरु गर्दा राम्रो चल्छ, रेन्टमा दामी चल्छ। इन्भेस्टमेन्ट प्रपर्टी हो। 10 कट्ठा 10 कट्ठा। यो बाटो तपाईले पाइहाल्छ। हेर्नुस् मेन हाइवे तपाईको छ। हार्डली तपाईको 100 मिटर 100 मिटर्समा बाटो चाहिँ तपाईको यही पाइहाल्छ। तपाईको वाइन शपबाट सिधा आउने बाटो घर चाहिँ यही भयो। स्पट हेर्नु चाहिँ हामी आएको छु त्यही वाइन शपबाट सिधा अगाडि आएर यो चाहिँ शङ्कर बस्ती हो। शङ्कर बस्तीको बाटो त्यो रहेछ, त्यो शङ्कर बस्तीको बाटो वाइन शपबाट सिधा आउने हो। हाइल्यान्ड पार्कको पछाडिपट्टि यो बाटो हो। अनि प्लट चाहिँ तपाईको दुईटा छ। यहाँ चाहिँ यो प्लट छ 10 कट्ठाको जेनरल प्लट हो। अन्त अर्को चाहिँ अस्तिको चाहिँ यो प्लट चाहिँ यो चाहिँ बिक्री भयो 5 कट्ठा हो। अनि 3 कट्ठा पनि छ। यहाँ यतापट्टि तपाईको 10 कट्ठा छ, यतापट्टि तपाईको 3 कट्ठा। यहाँ देख्नुभयो यो निशानी, यो चाहिँ अस्ति बुकिङ भएको, यो 5 कट्ठा बुकिङ भयो। अब उब्रेको चाहिँ यहाँ छ 3 कट्ठा हो। यो 3 कट्ठामा चाहिँ दुईटा बाटो भेट्नुहुन्छ। यो एउटा भइहाल्यो, यो सिधा बाटो, अनि यो बाटो पनि भेट्नु हुँदैछ। रिभरडेल फार्म हाउसको अगाडिपट्टिको बाटो यो 3 कट्ठा। अनि यो चाहिँ छ तपाईको छ 10 कट्ठा। यो चाहिँ हो अब यहाँ हेर्नुहोस्, तपाईलाई भित्रबाट देखाइदिँदैछु। भित्रपट्टिको प्लट बाउन्ड्री जति गरेको छ यो डल्लै फ्रन्ट भेट्छ तपाईले। यो डल्लै बाटो अगाडिपट्टि भेट्छ। अन्त यो बाटो पनि भेट्छ तपाईले हो। पछाडिपट्टि जति बल गरेको छ त्यो डल्लै हो 10 कट्ठा छ। यहाँ चाहिँ जेनरल रेजिस्टर्ड ल्यान्ड हो। हेर्नुहोस् राम्रो छ प्लट। तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। नम्बर दिएको हुन्छ स्क्रिनमा। यो चाहिँ 3 कट्ठा जेनरल सालबाडीमा, यो चाहिँ 10 कट्ठा जेनरल हो। यो 5 कट्ठा चाहिँ सेल भयो। यहाँ बाटो पनि तपाईको 18 फिटको हो। 18-20 फिटको बाटो, 20 फिटको बाटो। एउटा चाहिँ यो हाइवे भयो हो। अब यो हाइवे रोडबाट चाहिँ यस्तो पर्छ ल बराबर जो अलिकति त यो 5 मिनट पुग्यो त। बाँकी माथि आउँदाखेरि गाडी उकालो भएको ड्राइभरहरूले चाहिँ यो फिल्टरहरू निकालेर हो गरेछ हो अस्ति दिन। फिल्टरले 1700 खाइहाल्यो हो। यो गाडीको भाडाले जाउँ न अन्त सोधौँ न। एउटै जग्गा मात्रै किन सोध्नु? ल्याइरहेको छ नि त्यो एउटा गाडी दिलाराममा कुन चाहिँ ए यो हाइवे, यो नेसनल हाइवेबाट यो जमिन छ। फ्रन्ट कति फिट छ त? फ्रन्ट कति फिट छ? 100 फ्रन्ट 100 फिट। मुनि चाहिँ यस्तो छ, राम्रो बसेको जमिन छ। तलसम्म छ। यो टोटल कति छ? टोटल 30 डेसिमल। 30 डेसिमल एकदम दामी छ। यहाँबाट यो रुखहरू काट्यो भने भ्यू पोइन्टहरू राम्रो देख्छ। बेडरूम toilet balcony sunroof balcony
bathroom. Kitchen. Drawing room. Yeah, over there.